हेलो साथीहरू नमस्ते हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ मैले पास्ताको सजिलो र मिठो रेसिपी लिएर आएकी छु। भिडियो अन्तिमसम्म हेरेर हजुरहरू पनि ट्राई गर्नुहोला। यसको लागि ग्यासको फ्लेम अन गरेर कराईमा पानी बसाउने। पानी उम्लिसकेपछि थोरै नुन राख्ने, थोरै तेल पनि राख्नुपर्छ। तेल राख्दाखेरि चाहिँ पास्ता टाँसिँदैन। मैले एक बटुका र आधी पास्ता राखेँ। हजुरहरूले आफ्नो आवश्यकता अनुसार राख्न सक्नुहुन्छ। अब एकैछिन यसलाई चलाउँदै पकाउनु पर्छ। बेला बेला यसलाई चलाउनु होला, नत्र भए कराईमा टाँसिन्छ। 3 देखि 5 मिनेटभित्र पास्ता पाकेर रेडी हुन्छ। अब चाहिँ म यसलाई चेक गर्दैछु। हेर्नुस् त, यसरी मजाले भाँच्यो भने यो पाकेको हुन्छ। पाकेको पास्तालाई यस्तो छान्नीमा खन्याउनु होला र अब चाहिँ चिसो पानीले यसलाई मजाले पखाल्नुपर्छ। त्यसपछि ग्यासको फ्लेम अन गरेर प्यान बसाउनु पर्छ र प्यान तातिसकेपछि तेल राख्नु होला। यो भेज पास्ता भएकोले मैले केही भेजिटेबल्सहरू लिएकी छु। यहाँ छ मसिनो गरी काटेको बन्दा र त्यसै गरी भिजाएको चना मटर र मसिनो गरी काटेको धनियाँ, त्यसै गरी मसिनो गरी काटेको प्याज, मसिनो गरी काटेको क्याप्सिकम, त्यसै गरी एउटा टमाटर र थोरै अदुवा र लसुन, अलिकति खोर्सानी र मसिनो गरी काटेको गाजर लिएकी छु। यही लिन पर्छ भन्ने छैन, हजुरहरूसँग घरमा जे एभाइलेबल छ त्यही राख्न सक्नुहुन्छ। तेल तातिसकेको छ। अब थोरै जिरा फुराउनु होला। काटेको प्याज राख्नुपर्छ। यसलाई चाहिँ एकैछिन चलाउँदै फ्राई गर्नु होला। प्याज यतिको फ्राई भइसकेपछि अब अदुवा र लसुन राखेर फेरि पनि यसलाई एकैछिन फ्राई गर्ने। त्यसै गरी भिजाएको चना मटर राख्न सक्नुहुन्छ। हजुरहरू पिरो खानुहुन्छ भने खोर्सानी पनि राख्न सक्नुहुन्छ। चना मटर एकैछिन फ्राई भइसकेपछि टमाटर राख्नु होला। टमाटर चाहिँ पाक्ने गरी नै पकाउँछौँ। अब क्याप्सिकम राख्ने, त्यसै गरी गाजर र मसिनो गरी काटेको बन्दाकोपी पनि राख्नु होला। ग्यासको फ्लेम चाहिँ मिडियममा राखेर यसलाई एकैछिन चलाउनु पर्छ। अब हजुरहरूले आफ्नो स्वाद अनुसार नुन राख्न सक्नुहुन्छ। त्यसै गरी थोरै बेसार पनि राख्नुपर्छ। मैले थोरै भुटेको जिरा धनियाँको पाउडर राखेकी छु। हजुरहरूले नभुटेको पाउडर पनि राख्न सक्नुहुन्छ। त्यसै गरी थोरै ल्वाङ मरिचको पाउडर पनि राख्नु होला। यसले चाहिँ एकदमै मिठो फ्लेभर दिन्छ। हेर्नुस् त, हाम्रो भेजिटेबलहरू यतिको पाकेको छ। यसलाई धेरै बेर पनि पकाउन पर्दैन, किनभने यो सबै कुरा काँचै पनि खान सकिन्छ। अब चाहिँ पास्ता राख्नुपर्ने हुन्छ। सबैतिर मरमसला लाग्ने गरी यसलाई बिस्तारै चलाउनु होला। मैले 2 चम्चा जति सोया सस राखेँ। त्यसै गरी 1 चम्चा टमेटो केचप पनि राख्दैछु र यसलाई मजाले मिक्स गरे। मैले थोरै धुलो खोर्सानी राखेँ। यो चाहिँ अप्सनल हो है, हजुरहरूले नराख्न सक्नुहुन्छ। अब चलाउँदै 2 मिनेट जति फ्राई गर्नु होला। त्यसपछि हाम्रो पास्ता पाकेर रेडी हुन्छ। पास्ता पाकिसकेको छ। अब अन्तिममा म धनियाँ राख्दैछु। हेर्नुस् त, हेर्दै खाउँ खाउँ लाग्ने बनिसकेको छ। हजुरहरू आफैले घरमा यसरी नै खाजा बनाएर खान सक्नुहुन्छ। अब चाहिँ म सर्भ गर्नको लागि प्लेटमा यसलाई खन्याउँदैछु।
फेरि पनि यस्तै भिडियोहरू लिएर आउने नै छु। यदि मेरो च्यानलमा हजुरहरू नयाँ हुनुहुन्छ भने प्लिज च्यानल सब्स्क्राइब गरिदिनु होला। त्यसै गरी लाइक कमेन्ट पनि गरिदिनु होला र मेरो भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिन नबिर्सिनु होला। मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरू सम्पूर्णमा धेरै धेरै धन्यवाद।